मल छैन, केही छैन। राज्यले मल दिने होइन, केही होइन। अनि किसानको पीडालाई अनुसार बजार छैन, केही छैन। अब यसो गरेपछि राज्य नै खुसी, किसान त मर्ने नै हो। अब कहिले हुन लाग्छ, किसान हुन लाग्दैन यसरी गर्नुपर्छ। बारी र मुखमा आएको बालीलाई यसरी मास्नुपर्छ। पानी दिन सकेन राज्यले, मल दिन सकेन, किन्छु भन्दा पाइँदैन। बजारमा नेताहरूलाई खानलाई जति पनि पाइन्छ, हाम्रो आफ्नो लागि केही गरेर नपाउने, के गर्ने? जे भए पनि नहुँदो रहेछ। अब ल हेर्नुहोस्, ल म चाहिँ अब किसान कृषि गर्छु भनेर भनेको, अब के यस्तो तालले कृषि यो देशमा कसरी गर्ने? केही हुन्छ, केही हुँदैन। अब आज चाहिँ मैले बजार गएको, बजार छैन, केही छैन। त्यसले गर्दाखेरि अब चाहिँ मैले सोचेँ ट्र्याक्टर लगाएर सबै फाल्नु पर्यो। अनि त्यसपछि निरीह राज्यलाई के गर्ने, यस्तै हो। ल गाइज, हजुरहरूले पनि यसो हेर्नु होला। अब कृषिमा कतिको सफलता पाउनु भएको छ। मैले चाहिँ 10 वर्ष भयो लागेको, सफलता पाइनँ। हेरौँ अब भविष्यमा कुनै कसैले कतैबाट मल र पानीको व्यवस्था गरिदियो भने गर्नेछु, नत्र भने अब के गर्ने, यस्तै हो।